हेलो गाइज, स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ डे 28 होइन गाइज। आज चाहिँ म माथिबारी जाँदैछु क्या, त्यतातिर माथिबारी पर्छ होइन गाइज। अनि त्यहाँ जाँदैछु क्या गाइज। म चाहिँ माथिबारी जानुको कारण चाहिँ होइन गाइज, त्यहाँ मैले सामान पुऱ्याउनु जान्ला हो क्या गाइज। यही झोला पुऱ्याउनु जान्ला होइन गाइज, त्यहाँ माथि पर्छ होइन। फाइनली गाइज म माथि आइसकेको छु होइन। अनि यो बाटो हुँदै हुँदै माथि आएको होइन गाइज। अनि अलिकति माथि हेर्छु त लाली गुराँस पनि रहेछ क्या गाइज होइन। अनि गाइज यो जग्गामा चाहिँ पहिला रुखै रुख थियो, अनि अहिले चाहिँ काटिसकेको छ। किन भन्दाखेरि गाइज यो जग्गा चाहिँ बेच्ने हो क्या दामी ठुलो जग्गा छ होइन गाइज। अनि काठमाडौँको किर्तिपुरको 4 नम्बर वडामा पर्छ होइन गाइज। सस्तो मूल्यमा छ होइन गाइज यो जग्गा चाहिँ बेच्न लाएको गाइज। यस्तो दामी जग्गा छ होइन। तपाईँहरूलाई किन मन छ भने म बायो र डिस्क्रिप्सनमा फोन नम्बर राखिदिन्छु होइन। जङ्गलको छेउमै छ, साउन्ड पनि आउँदैन त्यो गाडी उडी जस्तो होइन। गाडी चल्छ नि सहरमा चाहिँ साउन्ड पनि आउँदैन होइन गाइज। काठमाडौँको भ्यू देखिन्थ्यो, अहिले देखिँदैन कि गाइज, किनकि हुस्सु लागिरहेको होइन। अनि गाइज डोजरको साउन्ड सुन्न नसकेर म माथि आएको थिएँ होइन। यहाँ चाहिँ गोठ रहेछ क्या साइडमा। यहाँ चाहिँ बुवाहरू पहिला बस्नुहुन्थ्यो अरे क्या होइन, बाख्राहरू चराउन आउँदाखेरि। अनि गाइज अलिकति तल गएको होइन, यहाँ चाहिँ डोजरले खन्दै रहेछ क्या, हेर्नु न। अनि गाइज डोजरले खन्या हेरेपछि चाहिँ अब चाहिँ गाइज म जाँदैछु होइन घर। तपाईँहरूलाई फोन गर्नु छ भने म फोन नम्बर राखिदिन्छु है बायो र डिस्क्रिप्सनमा। तपाईँहरूलाई मेरो भ्लग मन पऱ्यो होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। ओके बाई गाइज।